हेलो गाइस, आज चाहिँ म यो साल्मन माछाको टाउको पकाउँदैछु है। एकदमै मिठो, हेल्दी अनि एकदम प्रोटिन हुन्छ। तपाईहरुलाई म अब यो फ्राई गरिसकेपछि फेरि देखाउँछु है त। ल, यो मैले चाहिँ फ्राई गर्नको लागि हल्का फ्राई गर्छु, किनकि यस्तो माछाको स्मेल हुन्छ नि, त्यो अलि नराम्रो हुन्छ। त्यो फ्राई गरेपछि जान्छ अनि टेस्ट पनि राम्रो आउँछ है। मलाई चाहिँ यसरी मिठो लाग्छ फ्राई गरेर। कसैले चाहिँ यत्तिकै पकाउनुहुन्छ। ल गाइस, माछा फ्राई गरेर यत्तिको बनाएँ मैले। यहाँ चप गार्लिक, स्लाइस अनियन, टमाटो, तेल हालेर यहाँ मेथी पड्काउँछु। अब जिरा र ज्वानो हाल्छु है। मैले चाहिँ चप गार्लिक हालेँ। अब यसलाई फ्राई गर्छु, हल्का ब्राउन गर्छु है। चप गार्लिक पनि हल्का ब्राउन भइसकेपछि मैले प्याज हाल्दै। अब प्याजलाई पनि सर्ट गरेर हल्का ब्राउन बनाउँछु है, गोल्डन ब्राउन। ल, प्याज पनि पाकेर यत्तिको भएको छ। मैले प्याज हाल्ने बेला अलिकति नुन पनि हालेको थिएँ, किनकि प्याज गलोस् पाकोस् भनेर। अब म नुन बेसार मसला हालेर देखाउँछु है त। नुन बेसार मसला हालेपछि यस्तो भयो। मैले नुन चाहिँ अब टेस्ट अनुसार हाल्नुपर्छ, तर बेसार र मसला चाहिँ म धेरै हाल्दिनँ। त्यो पनि टेस्ट अनुसार मात्रै, टेस्टको लागि मात्रै हाल्छु। अब यो सर्ट गरिसकेँ, मैले चलाइसकेँ। धेरै डढ्छ, पानी नहालिकन राख्यो भने डढ्छ। अब म यसलाई पानी हालेर यो ग्रेभी बनाउँछु, पकाउँछु। ल, मैले पानी हालेर यस्तो गरिसकेँ। अब यसलाई पकाउँछु। यो पाकेर तेल माथि तैरिसकेपछि बल्ल यो टमाटर हाल्छु म। ल, प्याज पनि पाकेर यस्तो भयो अनि तेल पनि तैरेछ माथि। अब म टमाटर हालिदिन्छु है। टमाटर हाल्दै मैले अब टमाटर हालेर यसलाई म चलाउँदिनँ, यत्तिकै छोपिदिन्छु ल। अनि गलेपछि म चलाउँछु। ल, टमाटर पाकेर प्लात्तै भइसकेछ। अब यसलाई म ग्रेभी बनाउँछु है। ग्रेभी बनाएर फेरि तपाईँहरूलाई देखाउँछु। ल, टमाटरको ग्रेभी चाहिँ मस्त यस्तो भयो होइन। टमाटर, प्याज, लसुन, मसला, ग्रेभी यस्तो भयो। अब म यहाँ एउटा सेक्रेट हाल्छु है। त्यो चाहिँ सेक्रेट हो के हो भने मकैको पिठो हल्का, ग्रेभी मस्त हुन्छ अनि त्यसले फाइबर पनि दिन्छ। यति मकैको पिठो हाल्छु म। धेरै हाल्यो भने फेरि ग्रेभी बाक्लो हुन्छ। ल, मकैको पिठो पनि हालेँ मैले। अब यसलाई एकछिन पकाउँछु म। यो पिठो पाक्नुपर्छ अनि अझै ग्रेभी मस्त आउँछ। त्यसपछि चाहिने झोल कति हाल्ने हो हालेर अनि त्यसपछि माछालाई डिप गरिदिने, यहाँनिर डुबाइदिने। ल, ग्रेभी यस्तो दामी भएछ। अब यहाँ म चाहिने कति झोल चाहिन्छ त्यति हालेर एकछिन उमालेर माछा हालिदिन्छु। ल, मैले चाहिँ झोल यति हालेँ। अब यो एकछिन छोपेर उमाल्छु र अनि उम्लिसकेपछि माछा हालिदिन्छु। ल, झोल पनि भक्कु उम्लिएछ। मसँग नेपालबाट ल्याएको टिमुर छ, थोरै टिमुर हालिदिन्छु। मलाई चाहिँ टिमुर मिठो लाग्छ होइन, अनि टेस्ट पनि आउँछ माछामा। हालिदिन्छु। अब माछा हाल्छु म यो है। माछा, ल, मैले माछा पनि हालिसकेँ। अब यसलाई हल्का डिप गरेर पानीमा, यो झोलमा डिप गरेर छोप्छु मैले है। ल, फाइनली हाम्रो माछा चाहिँ पाक्यो है। अब म यसलाई अफ गरिदिन्छु। 5 मिनट मैले झोलमा पकाएँ, पाक्यो माछा।